अहिले चाहिँ हामी यस होलिनेस दलाई लामाको दर्शन पश्चात हामी दलाई लामा बस्नुहुने गुम्बाको परिक्रमा गर्दैछौँ। पुरै मनिढुङ्गेहरू रहेछ। हाम्रो फ्यामिलीको यात्रा एकदमै शुभ रहिरहेको छ। एकदम रमाइलो ठाउँ रहेछ यो इन्डियाको धर्मशाला, जहाँ चाहिँ सो होलिनेस दलाई लामाको स्थायी बसोबास रहेको छ। तपाईँहरू पनि टाइम मिलेर यहाँको भ्रमण गर्न आउनु भनेर चाहिँ म सजेस्ट गर्छु। खर्च चाहिँ त्यस्तो धेरै खासै लाग्दैन। त्यही पर पर्सन त्यही मिनिमम 70-80 हजारको हारीमा गयो भने तपाईँको नेपालबाट आउने जाने प्लेन टिकट खर्च सबैमा इन्क्लुड हुन्छ। अझ एकदमै खुसी भइरहेको छ, जहाँ चाहिँ जीवनको पहिलोचोटि होलिनेस दलाई लामाको दर्शन गर्न पाइयो। अब हामी परिक्रमा गर्दैछु। अब यो परिक्रमापछि यहाँको नजिक रहेका गुम्बाहरूको दर्शन गर्छु। त्यसपछि हामी फेरि तल कानबापा गुम्बा, यहाँबाट लगभग आधा घन्टाको टाइममा आधा घन्टा लाग्छ त्यहाँ पुग्न ट्याक्सीमा। है त्यो चाहिँ हिँडेर होइन, ट्याक्सीमा। त्यहाँ फर्किन्छ हामी र भोलि चाहिँ हामी न्यू दिल्ली र पर्सि चाहिँ हामी न्यू दिल्ली टु काठमाडौँको फ्लाइट हुन्छ। एन्जोय एभ्रीबडी। मेरो छोरी आउँदैछ पछाडि। छोरी पुरै थकित भएको छ।